मिठो हजुर ओइ के गरेको बैगुन लिएका थिए त बजारबाट पुरी तिनटा अँ त्यही रोप्नु आँटेको ए 12 मासे बैगुन भनेर दिएको छ यो बैगुन त खै 12 मासे हो कि 13 मासे हो थाहा छैन राम्रो कति हुन्छ पर्यो 5 त वर्ष लास्टिङ गर्छ भन्छ 20 रुपैयाँ एउटालाई बाफ्रे 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 एउटा पुलीलाई 20 रुपैयाँ 20 20 40 50 60 रुपैयाँ पर्यो ए बाफ्रे अनि यो रोप्नु पर्यो अँ अब घरको खानु पर्यो नि सागसब्जी अर्ग्यानिक बजारको खार लगाएको दबाई लगाएको सब्जीहरू राम्रो होइन अरे के यस भुँडी बिग्रिन्छ राइट राम्रो हुँदैन अनि त्यही भएर घरको सब्जी उम् खानु भनेर गरेको उम् घरको खार गोबर खारहरू लगाएर उम् अरू यहाँ के खेती गरेको छ त हेर्नुहोस् न यो खोर्सानी हो खै यो गामछाले छोपेको यो खोर्सानी लट्टै फलेको रहेछ है खोर्सानी यो कुन के भन्छ यसलाई अक्कबरे अकबरे खोर्सानी फल्ने थालेको छ क्या हो थुप्रै फल्न थालेको छ क्या हो फुले फुल अनि भएछ यहाँ त तिते करेला तिते करेला यो तिते करेला खै तिते करेला यो अरे बाप रे तिते गरेला यो लाउ त यो भयो लाउ 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 अनि यहाँ हेर्नु त कुन यो बेथु ठुलो खालको बेथु साग यस अनि यो फर्सी त मान्छेसम्म नै हुँदो रहेछ त यो पनि बेथ त फर्सी यो फर्सी यो के फर्सी यो बर्खे फर्सी चाङमा ने अनि यो सप सप बाफ्रे सप पनि छ अनि यो सानो खालको टमाटर यो त कम्ती पो भएको यो पनि ठुलो झ्याङ पो हुँदो रहेछ नि अर्को ठुलो चाख्न कस्तो राम्रो राइट बाफ्रे बाफ्रे बहुत ठुलो गाछ पो भएछ त हौ यो बेथु पनि मान्छेसम्म नै हुँदो रहेछ त हौ तलदेखि हेर्दाखेरि यो कहाँ रोपिदिने अफगान अनि यो अर्को कहाँ रोपिदिने यो अर्को चाहिँ कहाँ रोपिदिने सबै थोक ती नै थुपारेर अदुवा